थाहा छ जिन्दगीमा कसैको लागि पनि मरिहत्ते गर्नु हुँदैन किन किनभने नि अन्त्यमा मान्छेले रोज्ने भनेको आफ्नै बाटो तपाईँ जीवनमा कसैलाई आत्मसमर्पण नै गरिहाल्नुहोस् न सब तिमी बिनाको संसार छैन तिमी मेरो हौ त्यसपछि यहाँ ब्ला 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 इन नट इन अ वर्ड्स पर तपाईँको व्यवहारले पनि त्यो कुरालाई प्रुभ गराइदिनुहोस् त्यसपछि हेर्नुहोस् जीवनको पानाहरू कसरी पल्टिन्छ कसरी नयाँ पात्रहरू आउँदछन् कसरी कथाहरूमा परिवर्तन आउँदछन् आफ्नो जीवनमा तिमी म हामी र हाम्राको बिचमा कोही नयाँ पात्र आउँछ र यो किन हुन्छ किनभने हामी चाहिँ टेक इट फर ग्रान्टेड लिन्छौँ या उनलाई देखाइदिन्छौँ कि आई एम ओल योर्स जब यो कुरा हुन्छ नि तब यस्ता कुराहरू हुन्छ मान्छेको दिमाग मनस्थितिमा के हुन्छ भने चलो ठिक छ ऊ त मेरै हो ऊ कहाँ जान्छ तबसम्म म घुमेर आउँ एक फन्को मारेर आउँ जीवनको मजा लिएर आउँ एकचोटि म पनि हेरौँ होइन कस्तो हुँदो रहेछ के हुँदो रहेछ र यो गर्ने क्रममा तपाईँ कहिले अर्को बाटोमा छिर्नुभयो अर्को पात्रलाई आफ्नो जीवनमा वेलकम गर्नुभयो र सही समयमा यदि त्यो कुरा रोकिएन टोकिएन या त्यो कुरामाथि औँला उठाइएन बाउन्ड्रिज लगाइएन भने कुरा त्यहीँबाट फुत्किन्छ र दुई बीच तीसरो आउँछ र यो बहुत कम रिलेसनमा देख्न पाइन्छ कि तेस्रो व्यक्तिलाई टाटा बाई बाई गरेर दोस्रो व्यक्तिसँग बसिन्छ बहुत कम रिलेसनमा यस्तो हुन्छ किनभने जब मान्छेले समयमा कुनै कुरालाई बाउन्ड्रिज लगाउन सकेन भने नि मन त हो मनै त हो बहकिएर जान्छ र थाहा छ नि नयाँ नयाँ कुनै कुराहरू यति आकर्षित हुन्छ यति लोभदायी हुन्छ मनले त्यो कुरालाई यस्तो तानेको हुन्छ यति धेरै एट्र्याक्ट गरेको हुन्छ नि कि यु आर नट एबल टु चुज राइट थिङ अन द्याट सिचुएसन तपाईँलाई यो कुराले तपाईँको मनस्पटलमा नि यो कुरा छिर्दैन कि तपाईँको सही डिसिजन भनेको तपाईँ जोसँग पहिले हुनुहुन्थ्यो जीवनसाथी प्रेमिका डजन्ट म्याटर जोसँग हुनुहुन्थ्यो द्याट पर्सन इज राइट यो छिर्दैन तपाईँलाई लाग्छ कि अहिले प्रेजेन्टमा जो छ त्यही मेरो सब थोक हो एन्ड त्यसपछि पनि जीवन नर्मलाइज हुन्छ हुन्न